यो हो नासाको नयाँ टिएमएस। तपाईले पासवर्ड रिसेट गरिसकेपछि इमेल आइडी हालेर पासवर्ड राख्नु, त्यसपछि साइन इन गर्नुस्। देख्नुहुन्छ तपाईले नासाको होम पेज। यो साइडमा नेप्से चार्ट र केही डिटेल्सहरु। तपाईलाई कुनै पनि सेल या बाइ गर्नु पर्यो भने यो अर्डर अप्सन क्लिक गर्नु। यो पेज देख्नुहुन्छ। तपाईले यसमा आफुलाई मन पर्ने अथवा चाहिएको सिक्युरिटी टाइप गर्नु। एक्जाम्पलको लागि नेपाल बैंक लिमिटेड। त्यसपछि तपाईले डिटेल्स देख्नुहुन्छ। तपाईको कति क्वान्टिटी छ भने यहाँ अटोमेटिक देखाउँछ। तपाईले यता कति क्वान्टिटीको बाइ गर्ने हो प्राइस राखेर तपाईले बाइ गर्नु। सेलको लागि यता गरेर तपाईको डिटेल्स राखेर सेल गर्न सक्नुहुन्छ। त्यस्तै गरी फन्ड ट्रान्सफरको लागि अथवा कोलाटरल अपडेट गर्नको लागि फन्डमा क्लिक गर्नु। तपाईले फन्ड एड गर्नको लागि एड फन्डमा क्लिक गरी यता तपाईले अप्सन पाउनुहुन्छ। ई सेवा, कनेक्ट आइपीएस, खल्टी अप्सनहरु थुप्रै छन्। त्यस्तै कार्डको ई बैंकिङ र मोबाइल बैंकिङ पनि अप्सनहरु रहेका छन्। त्यस्तै तपाईको कोलेटरल अमाउन्ट बाँकी भएको बैंकमा ट्रान्सफर गर्नको लागि विथड्र गर्नलाई विथड्र फन्ड क्लिक गर्नुस्, अमाउन्ट हाल्नुस्, सबमिट गरिदिनुस्। यो सबै नयाँ पेजमा रिडाइरेक्ट हुन्छ। त्यसपछि यहाँ अप्सन मार्केट छ। यसमा चाहिँ तपाईले हाम्रो मार्केट लिस्ट हेर्न सक्नुहुन्छ। त्यस्तै अप्सन छ चार्ट। यसमा तपाईले नेप्सेको चार्ट देख्नुहुन्छ। तपाईलाई कुन चाहिँको हेर्ने हो चार्ट, सिक्युरिटी टाइप गर्नुस्, नेपाल बैंक लिमिटेड। यो अप्सन दिएको छ। त्यस्तै रिपोर्टमा गएर तपाईको ट्रेड बुक, अर्डर बुक, होल्डिङहरु यो लिस्टमा हेर्न सक्नुहुन्छ।